Hello guys, welcome back to my channel. म गर्ने दिदीको भ्लगमा हजुरहरुलाई स्वागत छ। हजुरहरु पनि सन्चै हुनुहुन्छ होला भन्न चाहन्छु र म पनि सन्चै छु। अनि अब भ्युज त अब एक दुईवटा भ्युज जान्छ, अब त्यही हो। अब त्यतिलाई हो भनेको। अरु सबैलाई भन्न त अब मिलियन भ्युज जान पर्यो। 1000 भ्युज जान पनि मुस्किल छ, 100 भ्युज जान पनि मुस्किल छ। मेरो त भन्ने त 50 भ्युज जान पनि मुस्किल छ। भन्ने के भन्नु, विरक्त लागेर आउँछ भिडियोमा भ्युज नजाँदा त। अनि टिप्परहरु भक्काभक चलिरहेको छ, घग्राङ घुग्रुङ गरिरहेको छ। हामी त्यही बीचमा छौं, तलबाट पनि आएको छ टिप्पर, माथिबाट पनि गएको छ। अनि हामी 4 जना भएर हिँडिरहेको छौं, हाम्रो ग्याङ यति छौं। हेलो हाम्रो ग्याङ। अनि के रे, बाटो यस्तो छ, यस्तो अप्ठ्यारो बाटो छ। यो केटाकेटी नआऊ भन्दा मानेनन्। अहिले अर्को खेतमा ल्याउने नै नलाई। एउटै कुरा त कति कुरा भनिराख्नु, धेरै त भन्न चाहेन। अनि के भन्छ अरू त, के नै भन्नु छ र। गाउँघरको काम त्यही हो। अब मौसम सुरु हुन्छ, अनि पानी पऱ्यो भने मकै छर्न सुरु हुन्छ। अनि मकै छरिसकेपछि फेरि मकै खनेपछि पात लास्न, फेरि पात लासेपछि अनि फेरि मकै भाज्छ स्याहार। गाउँको काम यस्तै हो। मैले त खास गर्नु पर्दैन, हाम्रो त सासू आमाले गर्नुहुन्छ। अहिले मल खान सघाइरहेको। अनि त्यसपछि अब आउनु पर्ला नि त, मकै छर्दा पनि मकै दल्ला ठोक्न आउनु पर्ला हैन। अनि गर्नु पर्ला। अब त्यति बेला होला या नहोला, अब त्यति बेला थाहा होला काम गरेला कि नगरेला। अनि त्यही हो। हाम्रो चाहिँ अब भिडियोमा भ्युज जाने भयो त अब खुसी। अब मोबाइल पनि यस्तो नयाँ राम्रो पनि लिएर आउनुहुन्थ्यो होला, र मोबाइलमा मेरो भिडियोमा भ्युजै जान्न। मोबाइल किन राम्रो ल्याउनु पर्यो। एन्ड्रोइड 4GB ऱ्याम भएको मोबाइल हो। अब आफ्नो पर्सनालिटी खुलाएर पनि के नै गर्नु छ र। अनि बाटोमा दाउरा टिप्दै हिँड्दै गरिरहेको छौँ। टिप्परहरू चाहिँ लाइन लगाएको छ, ढिलाङ्ग घुङरुङ गर्दै। केटाकेटीलाई कसरी बचाएर जाने हो। म चाहिँ भिडियो अफ गर्न चाहेँ। धन्यवाद। ल केटाकेटीहरू, तिमीहरूलाई मनपर्ने भिडियो मतलब तिमीहरूलाई मनपर्ने गीत बनाऊ है। मैले चाहिँ एउटा भिडियो बनाइदिन्छु। ल स्टार्ट। ल आफूले पहिला एउटाको पालो। ल गिरिश्माको पालो। यता हेरेर न। चिच्चार ल एरिनाको अर्को गीत गाउन तिमीलाई कमरेमा नभन्दा आउन ओर आएर गिराउनु चिच्चाएर। अलि चिच्चाएर के ढाले कमरैमा पटुके बाँधेर मुसु हाँसेकी बसेर रुकुमै कोटा आँखा नि राम्रै हो मन पराउने उठ। ल दिदीको पालो, दिदी के गीत गाउनुहोस् लाइज। ल चिच्चार गिर। ल अलि अरू गीत गाउनु। मन पराउने ओठा
तिम्रो पनि कथा र सेतै छ मन छ कता आँखा त यतै छ रुकुमै कता राम्ररी हेर न छैन केहीमा खोट ल तिउर छिटो आके तिउरको ग्याङले गर्दा आज ढिलो भइरह मेरो गीत गाइभयो तपाईलाई नमस्कार छ हाम्रो यो नक्कली बने केटीलाई यस्ता मन पर्दैन हैन हाम्रो नचलिकन हिँड्छु हाम्रो युट्युबलाई धेरै युट्युबलाई गर्नु लाइक गर्नु राम्ररी हेर्नु ल हाय त्यति राम्रो त छैन मोबाइलमा भिडियो भन्न मोबाइलमा क्लियर फेस आउन भन भन न मोबाइलमा क्लियर फेस आउन फेस भन्न फिस हैन के भन्न चाहन्छस् तैँले भन मैले भन्न चाहन्छु तपाई मेरो भिडियोलाई हेर्नु लाइक गर्नु फलो गर्नु मनोरञ्जन लिनु भन मनोरञ्जन दिनु एरेना मनोरञ्जन दिनु तेरा मनोरञ्जन दिनु